यो देश हाँसेको देख्न चाहनुहुन्छ, यो देश स्वतन्त्र रूपमा बाँचेको देख्न चाहनुहुन्छ र यो देशको उज्जवल भविष्यको कामना गर्नुहुन्छ भने हजुरहरूले यो आउने चुनावमा आफ्नो अमूल्य मत बालेन शाहज्यू लगायत रासोपाको समर्थन गर्ने र उम्मेदवारहरूलाई हजुरले आफ्नो अमूल्य मत दिनुहोला। काठमाडौँ बालेन शाहज्यू नआउनको अगाडि काठमाडौँ हामी देशभरिका जनताहरूले मनमा थियो काठमाडौँ कस्तो थियो, काठमाडौँको फोहोरहरू व्यवस्थापन लगायत काठमाडौँको भवनहरू जग्गा मिचेर बनाउनेदेखि लिएर नाला सम्पूर्ण व्यवस्थित एउटा नै थिएन। तर बालेन शाहजी आउने बित्तिकै यो काठमाडौँले एउटा मुहार फेरो। अहिले काठमाडौँ पहिलाको काठमाडौँको कम्पेरिजनमा धेरै विकसित र सिस्टमेटिक वेमा हिँडिरहेको छ। यो सम्भव भयो बालेन शाहज्यूले गर्दा र यसरी नै यो नेपाल बनेको, यो नेपाल क्षेत्र बनेको देख्न चाहनुहुन्छ भने हजुरहरूले आफ्नो अमूल्य भोट राष्ट्रिय स्वतन्त्र पार्टीलाई हालेर बहुमतको सरकार बनाएर बालेन शाहज्यूलाई प्रधानमन्त्री बनाउन सक्नुभयो भने यो देश अवश्य बन्नेछ, यो देश मुहार फेर्नेछ, यो देशको जनताहरूले एउटा नयाँ भिजन पाउनेछन्, दृष्टि पाउनेछन् र हामी नेपालीहरू गर्वको साथ हामी नेपाली हो भन्न सक्छौँ। त्यसै गरी हजुरहरूले आउने चुनावमा परिवर्तन गर्नको लागि बालेन शाहज्यूलाई भोट हाल्नुहोला। सम्पूर्णमा जय जिन्जी, जय रासोपा, जय राष्ट्रवाद।